So hello guys, welcome back to my channel. So guys, आज चाहिँ म खेल्दैछु बस सिमुलेटर इन्डोनेसिया. सो यो भिडियोलाई हामी बिगिन गरौँ. सो बस सिमुलेटर इन्डिया खेल्दैछु हैन गाइजहरु. जाँदैछु अब अहिलेको लागि मुम्बई सिधै हैन. सो भिडियोलाई बिगिन गरौँ. सो गाइज मैले प्यासेन्जरहरु लिइसकेको छु. यो चाहिँ मैले इन्टेरियरबाट चलाएको हो हैन. अनि यो बस सिमुलेटर इन्डिया हो, त्यही भएर गाइजहरु अलि भएको छ. सो हामी आफ्नो जर्नीतिर लागिसक्यौं हैन. सो गाइजहरु हामी यता जानुपर्छ अनि फेरि यता गएर. सो गाइज म हेभी ड्राइभर हो. सपने देखना अच्छी बात, तर म ट्राफिक रुल्सको चाहिँ फलो गर्छु. ट्राफिक रुल्सको फलो त गर्नुपर्छ. सो गाइज मैले किन लेफ्टको गरेँ भने किनभने अब म्यापमा हेर्न सक्नुहुन्छ अब हामी लेफ्ट जाने हो. छिटो गएन, कति टाइम लाग्यो. कति टाइम लागेको. ओके येल्लो भयो गाइजहरु, ग्रीन भएछ. सो गाइज ग्रीन भइसक्यो. अब हामी जाने यता जाने हो गाइजहरु. हामी सो गाइज म यहाँ आइसकेँ हैन. अब सो गाइज म यताको किन हिँड्छु भन्दा किनभने यताबाट म पासिङ लाइट बालेर नि म साइड दिन सक्छु. जस्तै यो हुन्छ हरन यो दिए. सो गाइज पानी पर्यो, पर थाहा हुन्छ. सो हामी यता जाने हो त गाइजहरु. सो गाइज पानी बन्द भइसक्यो. मैले वाइपर पनि बन्द गरिदिइसकेँ. सो गाइजहरु अलिकति नेपाली हरन जस्तो पनि छ. यो ठ्याक्क GTA 5 को NPC जस्तै छन् गाइजहरु. जता मलाई त्यति मोड दिन्छन्. यो गेममा दुईटा मोड हुन्छ, टर्मिनल एन्ड स्ट्रिटको हुन्छ. मैले टर्मिनल लिएको छु किनभने मलाई बाटोमा रोक्दै हिँड्दै मन पर्दैन. सिधै स्टेसनमा पुर्याउनु पर्छ मैले. सो गाइजहरु अब म पुग्दैछु.
एक सेकेन्ड सो हामी यो ब्रिजभन्दा माथिबाट जाने हो टाढो हिँड्नु छु स्पिडमा गर्नु पर्यो अनि यसले त ठाउँ दिएन म्याडमजी सो गाइस म यताबाट बस्तरी मुड्नु पर्छ हेभी ड्राइभर हो के खासमा भने तर मलाई किन ठोक्काएर हिँड्दैन भन्दा मैले ठोक्काउनु होइन नत्र यसको स्पिड कम हुन्छ अनि स्पिड चलाइरहेको छु अनि कन्ट्रोल पनि गरिरहेको छु सो गाइज म्याप इन भयो सो गाइजहरू म आइसकेँ यता फेरि गाइज फेरि पानी पर्यो सो गाइज अब म राइट टर्न लिने हो रेड लाइट भयो सो गाइज मैले लिइसकेँ लेफ्ट टर्न फेरि म यता लिने हो ओके गाइज छिटो गएन सो गाइज भइसक्यो ओए के हो यो ड्राइभर फेरि ल ठोक्यो गाइज उयो त गाडीको गल्ती थियो है दाजुहरू गाडीको गल्ती थियो यता जाने होइन यता जाने हो गाइज त्यो चाहिँ म अलिक कन्फर्म गर्न मात्रै हो मैले म्याप अलि लुकाएको थियो मालूम है तेरे बाप को मत सिखा चल सो गाइज म चल्दैछु यहाँ अलिक कम गर्नु पऱ्यो किनभने गाइज यहाँ टर्निङ छ मैंने हॉरर की ना को अंदर का जी हॉरर ओके प्लीज ले गया
राखेर ल गाइस त्यहाँ टर्निङ किन देखाएको गाइस म्यापै पिक गरिए सो गाइस म यहाँ म्यापकै अलमल्ल परेँ सो गाइस अब म यताबाट टर्निङ लिने हो किनभने बस स्टेसन आइसकेको छ किनभने मुम्बई आइसकेको छ गाइस आई थिंक मेरो स्टेसन आइसक्यो स्किप गरौँ सो डबल इन्कम लिने तपाईँहरू सो हामीले लिएँ म त सो गाइस मैले फाइनली एड हेरेर मैले डबल बोनस लिइसकेँ हैन सो गाइस आजको भिडियो चाहिँ कस्तो लाग्यो हैन हजुरहरूलाई मन पर्यो भने लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला थ्यांक यू फर वाचिङ टाटा बाई बाई एन्ड नेक्स्ट भिडियोमा भेटौँला बाई